आज मिति 2082 फागुन महिनाको 6 गते बुधबारका दिन सबैजनालाई स्वागत छ यस क्लासमा। आजको यो क्लासमा मैले है तपाईको यो प्रदेश लोकसेवा आयोगतर्फ 7वटै प्रदेशलाई पहिले सोधिएका क्वेशनहरू, त्यसैगरी खरिदार नायब सुब्बालाई पहिले सोधिएका क्वेशनहरू है, त्यसैगरी तपाईको चाहिँ स्थानीय तहलाई पहिले सोधिएका क्वेशनहरूको आजको यो क्लासमा मैले फिडब्याक गर्दिन्छु है। सबैजना जोडिनु होला है, सबैजना फटाफट जोडिनुस्। मैले यो फिडब्याक सेसन अर्थात् है प्र्याक्टिस सेसनको क्लासलाई अगाडि बढाइहाले। हेर्नुस् त आजको यो क्लासमा तपाईहरुलाई मैले पहिले सोधिएका क्वेशनहरू फिडब्याक गर्दिन्छु। हेर्नुस् है, पहिले तपाईलाई यो प्रदेशतिर हैन संघतिर त्यसैगरी तपाईको चाहिँ स्थानीयतिर सोधिएका क्वेशनहरूको मैले फिडब्याक गर्दिन्छु है। सबैजनाले प्र्याक्टिस गर्नु होला। ल हेर्नुस्, पहिलो क्वेशन छ तपाईको है क्वेशन नम्बर 1 मा हेर्नु होला। क्वेशन नम्बर 1 मा के छ भन्दा है जर्मनीले कुन देशमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध सुरु भएको थियो भन्ने क्वेशन छ। नासोलाई 2078 मा सोधिएको क्वेशन है। हेर्नुस् त जर्मनीले तपाईको चाहिँ कुन देशमाथि आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध चाहिँ सुरु भएको थियो भन्ने क्वेशन छ। अप्सन ए मा पोल्यान्ड तपाईको चाहिँ फ्रान्स है, बी मा पोल्यान्ड, सी मा बेलायत र अप्सन डी रुस। ल भन्नुस्, पहिले सोधिएका क्वेशनहरूको फिडब्याक गर्दिदैछु है। पहिले सोधिएका तपाईको चाहिँ क्वेशनहरूको फिडब्याक हुँदैछ है, प्र्याक्टिस हुँदैछ। ल भन्नुस्, अप्सन बी भन्नुभएको छ पोल्यान्ड हैन है, पोल्यान्ड। ल ठीक छ, तपाईको चाहिँ जर्मनीले पोल्यान्ड देशमाथि है आक्रमण गरेपछि दोस्रो विश्वयुद्ध चाहिँ सुरु भएको थियो। हेर्नुस् है, जानिराख्नु होला। पहिले सोधेको क्वेशन नासोलाई 2078 मा। त्यसपछि अर्को क्वेशन हेर्नुस् त क्वेशन नम्बर 2 मा है। क्वेशन नम्बर 2 ले के भन्दैछ भन्नुहुन्छ भने कार्ल मार्क्सको जन्म कहिले भएको थियो भन्ने क्वेशन। हेर्नुस् त कार्ल मार्क्सको जन्म कहिले भएको थियो भन्ने क्वेशन छ। तपाईको गण्डकी प्रदेश चौथो तहलाई है 2078 मा सोधिएको क्वेशन है। ल भनिदिनुस् सबैजनाले है, सबैजनाले प्र्याक्टिस गर्नुस्। ल फटाफट प्र्याक्टिस गर्नुस्, फटाफट प्र्याक्टिस गर्नुस्। मिलाउने कोसिस गर्ने है, मिलाउने कोसिस गर्ने, मिलाउने कोसिस गर्नु होला है, मिलाउने कोसिस गर्नु होला। ल मिलाउनुस्, के चाहिँ हुन सक्ला है, के चाहिँ हुन सक्ला, के चाहिँ हुन सक्ला। अप्सन ए बी सी डी भन्नुस् त, अप्सन ए बी सी डी है। 1818 मे 5 मा हो, 1818 मे 5 मा। ल ठीक छ है, तपाईको चाहिँ कार्ल मार्क्सको जन्म भनेको है सन् तपाईको चाहिँ 1818 मे 5 मा भएको थियो। पहिले सोधेको क्वेशन है, गण्डकी प्रदेश चौथो तहलाई 2078 मा सोधिएको क्वेशन है। त्यसपछि क्वेशन नम्बर 5 हेर्नुस्। क्वेशन नम्बर 5 मा है के छ त भन्दा स्वर्गद्वारी कुन जिल्लामा पर्दछ भन्ने क्वेशन। हेर्नुस् त स्वर्गद्वारी कुन जिल्लामा पर्छ भन्ने क्वेशन छ। तपाईको चाहिँ दाङ है, त्यसैगरी तपाईको चाहिँ रोल्पा है, प्युठान र तपाईको गुल्मी। ल भन्नुस् कुन चाहिँ हुन सक्ला यसको राइट आन्सर। सबैले है, सबैले भन्नुस् त मध्य प्रदेश चौथो तहलाई 2081 मा सोधेको क्वेशन है। 2081 मा सोधिएको क्वेशन हो है, सोधिएको क्वेशन हो। अप्सन सी भन्नुभएको छ हैन, अप्सन सी प्युठान है। तपाईको यो स्वर्गद्वारी है, स्वर्गद्वारी प्युठान जिल्लामा पर्दछ है, जानिराख्नु होला। अनि त्यसैगरी हेर्नुस् त क्वेशन नम्बर 4 मा है। क्वेशन नम्बर 4 ले के भन्दैछ भन्नुहुन्छ भने प्रदेश मन्त्री परिषदको है गठनको व्यवस्था संविधानको कुन धारामा चाहिँ गरिएको छ भन्ने क्वेशन छ। हेर्नुस् त प्रदेश मन्त्री है परिषदको गठनको व्यवस्था संविधानको कुन धारामा गरिएको छ है। धारा 76, धारा 112 है, धारा 56, धारा 168। कोशी प्रदेश चौथो तहलाई है 2079 मा सोधेको क्वेशन है, 2079 मा सोधेको क्वेशन। ल मिलाउनुस्, 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 कोसिस गर्ने है, कोसिस गर्ने, कोसिस गर्ने है। सबैजनाले मिलाउने कोसिस गर्नु होला, कोसिस गर्नु होला है, कोसिस गर्नु होला। धारा तपाईको 168 मा है, धारा 168 मा थापै राख्ने। धारा कतिमा 168 मा है। ल त्यसपछि म थोरै अगाडि बढे। हेर्नुस् त क्वेशन नम्बर 5 मा है। क्वेशन नम्बर 5 ले के भन्दैछ भन्नुहुन्छ भने
विद्युतका पिता कसलाई भनिन्छ भन्ने क्वेशन हेर्नुस् त विद्युतका पिता है कसलाई भनिन्छ थोमस एडिसन निकोला टेस्ला है माइकल फराडे अल्बर्ट आइन्स्टाइन नासोलाई 2075 मा सोधेको क्वेशन है मैले सबै राख्दिएको छु तपाईहरुलाई सहज होला भन्ने किसिमले है सहज होला भन्ने किसिमले सबै राख्दिएको छु हेर्नुस् ल विद्युतका पिता कसलाई भनिन्छ विद्युतका पिता माइकल फराडे हो अप्सन सी भन्नुभएको छ माइकल फराडेलाई है माइकल फराडेलाई तपाईको चाहिँ विद्युतका पिता भनेर चिनिन्छ है ल ठीक छ मिलाउनु भएको छ त्यसपछि अब हेर्नुस् त क्वेशन नम्बर 6 मा है यो क्वेशन पनि मिलाउने यो क्वेशन पनि पहिले सोधेको क्वेशन है पहिले सोधेको क्वेशन विश्वको तपाईको चाहिँ विश्व वातावरण विश्वको भएछ विश्व वातावरण दिवस कहिले मनाइन्छ भन्ने क्वेशन हो है विश्व वातावरण दिवस कहिले मनाइन्छ जुन 1 जुन 3 जुन 4 जुन 5 है मध्य प्रदेशलाई तपाईको चाहिँ मध्य प्रदेश चौथो तहलाई 2081 मा सोधेको क्वेशन बुझ्नु भएको छ नि मध्य प्रदेश चौथो तहलाई 2081 मा सोधेको क्वेशन हेर्नुस् है 2081 मा सोधेको क्वेशन जुन 5 भन्नु भएको छ ल लगभग सबै जनाले मिलाउनु भएको छ है सबै जनाले मिलाउनु भएको छ यतिको चाहिँ मेहनत गर्नुपर्छ है मेहनत नगरेर चाहिँ हुँदैन अनि हेर्नुस् त क्वेशन नम्बर 7 मा है क्वेशन नम्बर 7 ले के भन्दैछ कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ भन्ने क्वेशन हेर्नुस् त कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ क्रिकेट फुटबल हकी बास्केटबल है खरिदारलाई 2076 मा सोधेको क्वेशन खरिदारलाई 2076 मा सोधिएको क्वेशन है ल भन्नुस् त कर्नर किक भन्ने शब्द कुन खेलमा प्रयोग हुन्छ कुन खेलमा प्रयोग हुन्छ भन्नुस् त अप्सन ए र सी भन्दै हुनुहुन्छ है बी कसैले भन्नु भएन फुटबलमा हेर्नुस् है फुटबलमा ख्याल गर्नु होला फुटबलमा कर्नर किक भनेपछि फुटबलमा है फुटबलमा तपाईको चाहिँ प्रयोग हुन्छ हेर्नुस् थाहा पाउनु होला खरिदारलाई 2076 मा सोधिएको क्वेशन पनि हो है यस्ता खालको क्वेशन चाहिँ सोध्छ ख्याल गर्ने हेर्नुस् त अर्को क्वेशन नम्बर 8 मा है यो क्वेशन नम्बर 8 ले के भन्दैछ भन्नुहुन्छ भने नेपाल प्रिमियर लिग 2081 को विजेता टिम कुन हो भन्ने क्वेशन है नेपाल प्रिमियर लिग 2081 को विजेता टिम कुन हुन सक्ला अप्सन ए मा विराटनगर वारियर्स है बी मा तपाईको पोखरा पल्टन है त्यसपछि तपाईको चाहिँ जनकपुर बोल्टस काठमाडौँ किङ्स तपाईको कोशी प्रदेश 5औं तहलाई 2082 मा सोधेको क्वेशन है 2082 मा सोधिएको क्वेशन हो जनकपुर भन्नुभएको छ है जनकपुर बोल्टस ल गुड भेरी गुड मिलाउनु भएको छ जनकपुर बोल्टस हैन जनकपुर बोल्टस अब सिरियस भएकाले चाहिँ राम्रोसँग पढ्ने है सिरियस भएकाले चाहिँ राम्रोसँग पढ्ने नेपाल प्रिमियर लिग 2082 तपाईको चाहिँ 82 भनेपछि लुम्बिनी लाइन्स 2081 जनकपुर बोल्टस हैन त्यसपछि हेर्नुस् क्वेशन नम्बर 9 मा है क्वेशन नम्बर 9 ले के भन्दैछ भन्नुहुन्छ भने दूरीका हिसाबले सूर्यबाट नजिक रहेको ग्रहहरू मध्ये पृथ्वी तपाईको चाहिँ कतिौं स्थानमा पर्दछ भन्छ है प्र्याक्टिस भयो तपाईहरुलाई मैले यो ब्रह्माण्ड सम्बन्धी जानकारी भन्ने टपिकमा रहेर युट्युबका विद्यार्थीहरुलाई पनि मैले केही दिन अघि प्र्याक्टिस गराएको हो है हिजो अस्तिको क्लासमा केही दिन भन्नाले पनि हिजो अस्तिको क्लासमा प्र्याक्टिस गराओ है हेर्नुस् त पहिलोमा तपाईको चाहिँ ए मा पहिलो बी मा दोस्रो सी मा तेस्रो र डी मा चौथो छ यहाँनेर देख्नु भएको छ चौथो है अब यो तपाईको चाहिँ प्रदेश है लुम्बिनी प्रदेश 5औं तहलाई 2081 मा सोधिएको क्वेशन है लुम्बिनी प्रदेश 5औं तहलाई 2081 मा सोधेको क्वेशन हो तेस्रो है तेस्रोमा पर्ने भयो तेस्रोमा पर्ने भयो ल ठीक छ मिलाउनु भएको छ तेस्रो भनेका सी भनेका सबै जनाले मिलाउनु भएको छ है मज्जाले प्र्याक्टिस गर्नुस् मज्जाले आरामले प्र्याक्टिस गर्ने है ल हेर्नुस् त क्वेशन नम्बर 10 मा है क्वेशन नम्बर 10 ले के भन्दैछ भन्नुहुन्छ भने एसिया महादेशमा कतिवटा भूपरिवेष्टित है राष्ट्रहरू रहेका छन् भन्छ एसिया महादेशमा कतिवटा भूपरिवेष्टित है राष्ट्रहरू रहेका छन् भन्ने क्वेशन 9 10 11 12 यो क्वेशन पहिले तपाईको यो खरिदारलाई 2081 मा सोध्या छ है 2081 मा सोधिसकेको छ यो क्वेशन
एसिया महादेशमा कतिवटा भूपरिवेष्टित राष्ट्रहरू देशहरू रहेका छन् भन्ने क्वेसन। 12 भन्नु भएको छ हो। ल सबैजनाले मिलाउनु भएको छ 12 12 12 भन्दै हुनुहुन्छ। कतिवटा रहेछन्? 12 वटा है, जानी राख्नु होला 12 वटा। अब त्यसै गरी अर्को क्वेसन हेर्नुस्, क्वेसन नम्बर 11। यो क्वेसनलाई पनि सबैजनाले मिलाउनु होला। हेर्नुस् है, क्वेसन नम्बर 11 ले के भन्दैछ भन्नुहुन्छ भने जहाज उडाउँदा प्रयोग हुने ग्यासको नाम के हो भन्छ क्वेसनले। हेर्नुस् त, जहाज उडाउँदै गर्दा अर्थात् तपाईको चाहिँ उडाउने है, उडाउन प्रयोग गरिने ग्यास, प्रयोग हुने ग्यास कुन हो? अक्सिजन, नाइट्रोजन, हाइड्रोजन, हिलियम। कोशी प्रदेश चौथो तह खरिदारलाई 2079 मा सोधिएको क्वेसन है। कोशी प्रदेश चौथो तहलाई 2079 मा सोधिएको क्वेसन हो। ल यो क्वेसन पनि मिलाउनुस् है। लगभग सबैले मिलाउनुहुन्छ। त्यति धेरै गाह्रो क्वेसन पनि सोध्दैन क्या है, त्यति धेरै तपाईलाई हार्ड क्वेसन पनि सोध्दैन। हिलियम है, हिलियम। ल जहाज उडाउँदा प्रयोग हुने ग्यास भनेको कुन रहेछ? हिलियम रहेछ है, हिलियम रहेछ। ल सबैजनाले मिलाउनु भएको छ। अब त्यसै गरी क्वेसन नम्बर 12 हेर्दिनुस्। क्वेसन नम्बर 12 ले के भन्छ? नेपालको कुन नदीको पौराणिक नाम महापर्वा हो भन्ने क्वेसन। हेर्नुस् त, नेपालको कुन नदीको है पौराणिक, बुझ्नु भएको छ? पौराणिक नाम तपाईको चाहिँ महापर्वा हो भन्ने क्वेसन छ। कोशी, गण्डकी, अरुण, कर्णाली। यो तपाईको गण्डकी प्रदेशलाई है, गण्डकी प्रदेश चौथो तह है खरिदारलाई 2000 कतिमा? 78 मा सोधिएको क्वेसन है, 78 मा सोधिएको क्वेसन। ल मिलाउनुस्, नेपालको कुन नदीको पौराणिक नाम महापर्वा हो भन्छ क्वेसनले। कुन नदीको होला भनिदिनुस् त, कुन नदीको होला? अरुण नदी हैन, अरुण नदी। ल सबैजनाले मिलाउनु भएको छ है, सबैजनाले मिलाउनु भएको छ। प्र्याक्टिस गर्नु भयो हैन, सबै क्वेसनहरु पढ्नु भएको छ। त्यसपछि क्वेसन नम्बर 13 हेर्नुस्। क्वेसन नम्बर 13 ले के भन्दैछ? सौर्य प्रणालीमा भित्री ग्रह भनेर चिनिने ग्रह कुन कुन हुन् भन्ने क्वेसन। सौर्य प्रणालीमा है भित्री ग्रह भनेर चिनिने ग्रह कुन कुन तपाईको चाहिँ ग्रह कुन कुन हुन् भन्ने क्वेसन छ। अप्सन ए मा बृहस्पति, शनि, अरुण, वरुण। बी मा तपाईको बुध, शुक्र, पृथ्वी, मंगल है। पृथ्वी, मंगल, बृहस्पति, शनि, शुक्र, मंगल, शनि, वरुण। तपाईलाई अस्तिको क्लास मैले प्र्याक्टिस गरिसकेको छु है, बुझ्नु भएको छ? यो सौर्यमण्डल भन्ने तपाईको यो ब्रह्माण्डसम्म जानकारी भन्ने टपिक भित्र मैले सबै यो क्वेसन प्र्याक्टिस गराएको यो है, प्र्याक्टिस गराएको यो। ल भनिदिनुस्, नासुलाई 2000 कतिमा? 2079 मा सोधेको क्वेसन हो है। अप्सन बी भन्नु भएको छ हो, बुध, शुक्र, पृथ्वी, मंगल है। बुध, शुक्र, पृथ्वी, मंगल। यो बाइक हेर्नुस् है, यो 4 वटा छ नि तपाईको सौर्यमण्डलमा। सबै टोटल भनेको 8 वटा ग्रह छन् हेर्नुस् है, 8 वटा ग्रह छन्। तपाईको भित्री ग्रह हेर्नुस् है, भित्री ग्रह भनेर तपाईको चाहिँ यो बुध, शुक्र, पृथ्वी, तपाईको चाहिँ पृथ्वी र मंगललाई चिनिन्छ भने यो बाइकका अरु तपाईको 4 वटा ग्रहलाई चाहिँ है बाहिरी ग्रह भनेर चिनिन्छ। ख्याल गर्नु होला, यो भित्री ग्रह भनेको 4 वटा भई, बाहिरी ग्रह भनेको यो बाइक बचेका है, यसरी थाहा पाउने। ल त्यसपछि अब तपाईको चाहिँ क्वेसन नम्बर 14 हेर्नुस्। क्वेसन नम्बर 14 ले के भन्दैछ भन्नुहुन्छ भने नेपाल र चीन बीच दौत्य सम्बन्ध है कहिले कायम भएको थियो भन्ने क्वेसन। यो तपाईको बागमती प्रदेशलाई पहिले सोधे है, बागमती प्रदेशलाई यहाँनिर लेखिन छ। बागमती प्रदेशलाई, बागमती प्रदेश 5औं तहलाई है 2082 मा सोधिएको क्वेसन। बुझ्नु भएको छ? बागमती प्रदेश है 5औं तहलाई 2082 मा सोधिएको क्वेसन। नेपाल र चीन बीच दौत्य सम्बन्ध कहिले कायम भएको थियो? सन् तपाईको चाहिँ 1950 जुलाई 1, 1952 है अगस्त 1, 1960 जनवरी 1 है, 1955 अगस्त 1। ल मिलाइदिनुस् त सबैले है, ल सबैले मिलाइदिनुस्, सबैले मिलाइदिनुस्। अप्सन डी भन्नु भएको छ हैन, 1955 है अगस्त 1 मा। उता अनलाइन क्लासमा जोडिएका विद्यार्थीले यो पढ्नु भएको छ मजाले है। ल त्यसपछि अब अर्को क्वेसन हेर्नुस्। क्वेसन नम्बर 15 मा है, क्वेसन नम्बर 15 ले के भन्दैछ? प्रदेश नम्बर 2 को नाम मध्य प्रदेश कहिले घोषणा भयो भन्छ क्वेसनले। प्रदेश नम्बर 2 को नाम मध्य प्रदेश कहिले घोषणा भयो है? तपाईको चाहिँ विक्रम सम्वत 2077
है माघ 3 गते 2078 माघ है 3 गते 2079 माघ 3 गते 2080 माघ 3 गते ल यसलाई पनि मिलाउनुस् है यसलाई पनि मिलाउनुस् पहिले सोधेको क्वेशन हो तपाईको यो कोशी प्रदेशलाई है कोशी प्रदेश चौथो तहलाई 2079 मा है सोधिएको क्वेशन हेर्नुस् एउटा प्रदेशको अर्को प्रदेशलाई सोध्छ क्या बुझ्नु भयो नि त्यही भएर सबै पढ्नुपर्छ डिटेलली पढ्नुपर्छ अप्सन बी भन्नु भएको छ 2078 है माघको 3 गते माघको 3 गते ल त्यसपछि क्वेशन नम्बर 16 हेर्नुस् अब क्वेशन नम्बर 16 ले के भन्दैछ भन्नुहुन्छ भने सन् 2018 को 21औं तपाईको चाहिँ 21औं विश्व कप फुटबलको उपाधि कसले है जितेको थियो भन्ने क्वेशन छ हेर्नुस् त सन् 2018 को 21औं विश्वकप फुटबलको उपाधि कसले जितेको थियो अर्थात कुन राष्ट्रले जितेको थियो भन्ने क्वेशन छ जर्मनी है ब्राजिल अर्जेन्टिना त्यसैगरी तपाईको चाहिँ फ्रान्स है ल भन्दिनुस् अप्सन ए बी सी डी भन्दिनुस् सबैजनाले है सबैजनाले खरिदारलाई 2076 मा सोधिएको क्वेशन बुझ्नु भएको छ नि खरिदारलाई 2076 मा सोधिएको क्वेशन फ्रान्स राष्ट्रले है फ्रान्स राष्ट्रले ख्याल गर्नुला मिस्टेक गर्नु भएको छ सच्याउने है मिस्टेक गरेकाले सच्याउने त्यसपछि क्वेशन नम्बर 17 हेर्नुस् क्वेशन नम्बर 17 ले के भन्दैछ सन् तपाईको चाहिँ 1980 को है भूकम्प कति रेक्टर स्केलको थियो भन्ने क्वेशन हेर्नुस् त तपाईको सन् 1980 को है 80 को तपाईको चाहिँ भूकम्प कति रेक्टर स्केलको थियो भन्ने क्वेशन छ 7.4 रेक्टर 8 रेक्टर त्यसैगरी तपाईको चाहिँ 8.4 र तपाईको 8.8 ल भन्नुस् सबैजनाले अप्सन ए बी सी डी फटाफट मिलाउनु होला है फटाफट मिलाउनुस् त अप्सन ए बी सी डी कति हुन सक्ला है कति हुन सक्ला सबैले मिलाउनुस् सबैले मिलाउनुस् सबैले कति हुन सक्ला भन्नुस् है सबैले भन्नु होला 8.4 हो ल 8.4 ख्याल गर्नु होला त्यसपछि अर्को क्वेशन हेर्नुस् क्वेशन नम्बर 18 है क्वेशन नम्बर 18 ले के भन्दैछ संयुक्त राष्ट्र संघीय महासभाको अधिवेशन हरेक वर्ष कहिलेदेखि सुरु हुन्छ भन्ने क्वेशन है संयुक्त राष्ट्र संघीय महासभाको अधिवेशन हरेक वर्ष कहिले सुरु हुन्छ तपाईको चाहिँ सेप्टेम्बर महिनाको पहिलो सोमबार सेप्टेम्बर महिनाको है दोस्रो मंगलबार त्यसैगरी तपाईको चाहिँ अक्टोबर 1 है सेप्टेम्बर महिनाको तेस्रो मंगलबार ल भन्नुस् अप्सन ए बी सी डी सबैले मिलाउनु होला अप्सन डी भन्नु भएको छ हैन अप्सन डी भन्नु भएको छ सेप्टेम्बर महिनाको तेस्रो मंगलबार हेर्नुस् है सेप्टेम्बर महिनाको तेस्रो मंगलबार मध्य प्रदेश चौथो तहलाई 2081 मा सोध्या क्वेशन है त्यसपछि क्वेशन नम्बर 19 हेर्नुस् क्वेशन नम्बर 19 ले के भन्दैछ मोबाइल फोनको आविष्कार कसले गरेका हुन् भन्छ क्वेशनले मोबाइल फोनको आविष्कार कसले गरेका हुन् अलेक्जेन्डर ग्राहम बेल मार्टिन कुपर स्टिभ जब्स बिल गेट्स खरिदारलाई 2081 मा सोधेको क्वेशन है खरिदारलाई 2081 मा सोधिएको क्वेशन ल मोबाइल फोनको आविष्कार कसले गरेका हुन् भन्दिनुस् मोबाइल फोनको आविष्कार कसले गरेका हुन् अप्सन बी भन्नु भएको छ मार्टिन है मार्टिन तपाईको चाहिँ कुपरले गरेका हुन् है ख्याल गर्ने ल त्यसैगरी अब तपाईको अन्तिम क्वेशन हेरौं है क्वेशन नम्बर 20 अन्तिम है क्वेशन नम्बर 20 ले के भन्दैछ भन्नुहुन्छ भने नेपालले बिमस्टेकको सदस्यता कहिले प्राप्त गरेको थियो भन्ने क्वेशन नेपालले बिमस्टेकको सदस्यता है कहिले प्राप्त गरेको थियो भन्दैछ क्वेशनले सन् तपाईको 2001 है जनवरी 1 2002 मार्च 10 2003 अप्रिल तपाईको चाहिँ 5 2004 फेब्रुअरी 8 ल भन्दिनुस् अप्सन ए बी सी डी मिलाइदिनु होला है सबैजनाले मिलाउनु होला है सबैजनाले मिलाउनु होला अप्सन ए बी सी डी ल मिलाउनुस् सबैले है
सबैले मिलाउनुस् त है सबैले मिलाउनुस् अप्सन एबीसीडी 2004 फेब्रुअरी 8 मा हो 2004 फेब्रुअरी 8 मा है 2004 फेब्रुअरी 8 मा जाइन राख्नु होला 2004 फेब्रुअरी 8 मा है ल यो तपाईको मध्य प्रदेश पाँचौं तहलाई 2081 मा सोधिएको क्वेशन पनि हो है ल तपाईको यो फिडब्याक अर्थात यो प्र्याक्टिस सेसनको क्लास यति नै भयो है पहिले तपाईले सोधिएका क्वेशनहरुको चाहिँ मैले फिडब्याक है अर्थात प्र्याक्टिस गराए यो क्वेशनहरुलाई राम्रोसँग हेर्नुस् यहाँबाट पढ्न सक्छ है राम्रोसँग प्र्याक्टिस गर्नुस् यदि क्लास लिने हो भने नम्बरमा सम्पर्क गर्ने है खरिदार नाइब सुब्बाको क्लास लिने हो भने यो नम्बरमा कन्ट्याक्ट गर्नु होला है यो नम्बरमा हजुरले कन्ट्याक्ट गर्ने मजाले बुझेर क्लासमा बस्नु होला है ल हजुरको फिडब्याक सेसन अर्थात प्र्याक्टिस सेसनको क्लास यति नै भयो अब बाँकी फेरि भोलिको क्लासमा यसैगरी मैले अरु क्वेशनहरु लिएर है तपाईहरुमाझ म उपस्थित हुने नै छु भन्दै है आजको लाइभ प्र्याक्टिस सेसनको क्लासबाट यो लाइभ प्र्याक्टिस सेसनको क्लासबाट म बाहिरिन्छु हवस् त धन्यवाद नमस्कार